यहाँहरु सबैजनालाई नमस्कार। आज हामीले पूर्व योग्यता परीक्षासँग सम्बन्धित नमुना प्रश्नहरू लिएर उपस्थित भएका छौँ। अब यसमा यो पूर्व योग्यता परीक्षा भनेको सङ्गठित संस्थानहरूको लागि नेपालमा रहेका संस्थानहरूमा आवेदन दिनको लागि सर्वप्रथम यो परीक्षा पास उत्तीर्ण भएको हुनुपर्नेछ। यो परीक्षामा 40 अथवा यहाँ 45 राखेको छ। 45 अङ्क लिन नसक्ने विद्यार्थी परीक्षामा आवेदन दिन सक्ने छैनन्। त्यसैले यो परीक्षा एकदमै महत्त्वपूर्ण हुनेछ। यदि तपाईलाई सङ्गठित संस्थाहरू सम्बन्धी यो चाहिँ पूर्व योग्यता परीक्षा सम्बन्धी सिलेबस आवश्यक पर्यो भने म चाहिँ डिस्क्रिप्सन बक्समा राखिदिनेछु, कमेन्ट गर्नुहोला। अब हामी यो सिलेबसको समरीतर्फ लाग्छौँ। सिलेबस तपाईलाई एक्जाममा कुन भागबाट कसरी कति नम्बर आउँछ भन्ने कुरा मैले यसमा देखाउन गइरहेको छु। भूगोल, वातावरण र जनसङ्ख्याबाट 10 अङ्क, इतिहास र संस्कृतिबाट 10 अङ्क, आर्थिक पक्ष र विकासबाट 10 अङ्क, शासन पद्धति र संविधानबाट 10 अङ्क, अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट 10 अङ्क, विज्ञान, प्रविधि र जनसङ्ख्या र समसामयिक गतिविधिबाट 10 अङ्क, कार्यालय तथा सार्वजनिक व्यवस्थापनबाट 10 अङ्क, व्यावहारिक गणितबाट 10 अङ्क भने सार्वजनिक संस्थान सम्बन्धी ज्ञानबाट 20 अङ्क गरी जम्मा 100 अङ्कको तपाईलाई परीक्षामा 100 मार्क्स बराबरको सोधिनेछ, जसमा 50 वटा प्रश्नहरू रहेका हुनेछन् भने तपाईले यो समय 45 मिनेटमा पुरा गर्नुपर्ने हुन्छ भने तपाईको पास हुनको लागि 45 अङ्क प्राप्त गरेको हुनुपर्नेछ। यदि 45 अङ्क प्राप्त हुन सकेन भने तपाईले कुनै पनि संस्थानहरूबाट सोधिने परीक्षामा सहभागी हुन सक्नुहुने छैन। पृथ्वीले आफ्नो अक्षांशमा कति डिग्रीको कोण बनाएर ढल्किएको हुन्छ? यसको अप्सन रहेको छ 105 डिग्री, 60 डिग्री, 66 डिग्री, 66.5 डिग्री। यसको अप्सन रहेको छ, करेक्ट उत्तर रहेको छ नम्बर बी 66 डिग्री। त्यसै गरी हामी अर्कोमा जानेछौँ। एसिया महादेशमा जम्मा भूपरिवेष्टित राष्ट्रको संख्या कति रहेको छ? अप्सन रहेको छ 12 वटा, 48 वटा, 16 वटा, 56 वटा। यसको सही अप्सन रहेको छ, अनुमान गर्नुहोस् त, यसको सही अप्सन रहेको छ 12 वटा, अप्सन नम्बर ए। त्यसै गरी भूपरिवेष्टित राष्ट्र सम्बन्धी थप जानकारी यहाँ प्रस्तुत गरिएको छ। क्षेत्रफलमा सबैभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र काजाकिस्तान हो। क्षेत्रफलमा सबैभन्दा सानो भूपरिवेष्टित राष्ट्र भ्याटिकन सिटी हो भने जनसङ्ख्यामा सबैभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र इथियोपिया हो। जनसङ्ख्यामा सानो भूपरिवेष्टित राष्ट्र भ्याटिकन सिटी हो। दोहोरो भूपरिवेष्टित राष्ट्र उज्बेकिस्तान र लिचेनस्टाइन हुन्। एसिया महादेशमा 12 वटा भूपरिवेष्टित राष्ट्र छन्। अफ्रिका महादेशमा 16 वटा भूपरिवेष्टित राष्ट्र छन् भने दक्षिण अमेरिकामा 2 वटा भूपरिवेष्टित राष्ट्र छन्। युरोप महादेशमा जम्मा भूपरिवेष्टित राष्ट्र 18 वटा रहेका छन्। अब यो सम्बन्धी अरू प्रश्न पनि आउनेछ। भूपरिवेष्टित राष्ट्र नै नभएको देश महादेश कुन हो भन्ने प्रश्न पनि आउनेछ। अब भूपरिवेष्टित राष्ट्र नभएको महादेश कुन हो? उत्तर अमेरिका महादेश, दक्षिण अमेरिका महादेश, अफ्रिका महादेश, युरोप महादेश। हामी भर्खरै कुरा गरिसकेका छौँ कि भूपरिवेष्टित राष्ट्र नभएको महादेश कुन हो भनेर तपाईले अनुमान गरिसक्नुभयो होला। यसको सही उत्तर रहेको छ उत्तर अमेरिका। अब अर्को अप्सन रहेको छ विश्वको सबैभन्दा गहिरो महासागर प्रशान्त महासागर हो भने ठुलो महासागर कुन हो? प्रशान्त महासागर भनिसकेपछि यसको अप्सनहरू रहेका छन् प्रशान्त महासागर, हिन्द महासागर, आन्द महासागर, कुमेरु महासागर। यो झुक्काउनको लागि सोधेको प्रश्न हो। यसको उत्तर सही उत्तर प्रशान्त महासागर नै हो। त्यसै गरी अर्को प्रशान्त महासागर सम्बन्धी थप जानकारी राखिएको छ। प्रशान्त महासागर सबैभन्दा गहिरो र ठुलो महासागर हो। प्रशान्त महासागर शान्त र सौम्य महासागरको नामले पनि चिनिन्छ। प्रशान्त महासागरमा फिलिपिन्सको नजिकै रहेको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च हो।
प्रत्येक वर्ष 1 इन्चका दरले खुम्चिँदै गएको महासागर भनेर पनि प्रशान्त महासागरलाई चिनिन्छ। यो महासागर स्पेनका भास्को डिबाल्भोले पत्ता लगाएका थिए। यस महासागरको वरिपरि किनारी भागमा प्रशस्त ज्वालामुखी उत्पन्न हुने गर्छन्। त्यसैले यस क्षेत्रलाई आगोको औँठी वा रिङ अफ फायर पनि भन्ने गरिन्छ। अब यसै गरी हामी अगाडि बढ्दैछौँ। प्रशान्त महासागरको सबैभन्दा गहिरो भागलाई के भनिन्छ? अब हामीले भर्खरै त्यहाँ चाहिँ व्याख्यामा गरिसकेका छौँ। बर्मुडा त्रिकोण, जाभा ट्रेन्च, त्यसपछि मारियाना ट्रेन्च, प्यासिफिक ट्रेन्च। यसो सही उत्तर रहेको छ मारियाना ट्रेन्च। त्यसै गरी देवी देवताको वासस्थान रहेको महासागर भनेर चिनिने महासागर कुन हो? दीर्घ वृत्ताकार महासागर, उत्तर ध्रुवीय महासागर, त्यसपछि अर्को अप्सन रहेको छ सुमेरु महासागर, माथिका समूह। यो अप्सनलाई अलि राम्रोसँग पढ्नु होला। दीर्घ वृत्ताकार भनेको महासागर दुईवटा छन्, सुमेरु महासागर र कुमेरु महासागर। उत्तर ध्रुवीय महासागर भनेको एउटा मात्रै छ, अनि सुमेरु महासागर भनेको पनि एउटा मात्रै छ। त्यसैले यसको अप्सन के हुन सक्छ? माथिका सबै हुन सक्छ। उत्तर अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने जल क्षेत्रको नाम के हो? पानामा नहर, डेक नहर, भूमध्य सागर, लाल सागर। यसको समय सुरु भइसकेको छ, अनुमान गर्न सक्नुहुनेछ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए, पानामा नहर। युरोपका 10 देश भएर बग्ने इन्टरनेसनल रिभरको नाम के हो? डेन्युब नदी, नाइल नदी, अमेजन नदी र भोल्गा नदी। यसको सही उत्तर रहेको छ डेन्युब नदी। अब त्यसै गरी नदीहरूको बारेमा विस्तृत जानकारी यहाँ राखिएको छ। एसियाको सबैभन्दा लामो नदी याङ्सी नदी हो, जुन चीनमा पर्दछ। ह्वाङ्हो नदीलाई येलो रिभर पनि भनिन्छ। यो चाहिँ चीनको दुःख भनेर चिन्ने गरिन्छ र विश्वको सबैभन्दा धेरै बालुवा तथा माटोका कण बोक्ने नदी भनेर पनि चिन्ने गरिन्छ। अफ्रिकाको सबैभन्दा लामो नदी, अफ्रिका महादेशको विश्वको सबैभन्दा लामो नदी भनेर चिनिने नदी नाइल नदी हो, जुन युगान्डा, दक्षिण सुडान, सुडान र इजिप्ट हुँदै भूमध्य सागरमा मिसिन्छ। उत्तर अमेरिकाको सबैभन्दा ठुलो नदी प्रणाली मिसिसिपी मिसौरी हो भने दक्षिण अमेरिकाको सबैभन्दा ठुलो नदी अमेजन नदी हो। यो पानीको बहावको आधारमा विश्वकै सबैभन्दा ठुलो नदी भनेर पनि बुझ्न सकिन्छ। अमेजन ब्राजिल, पेरु र कोलम्बिया हुँदै बग्छ। युरोपको सबैभन्दा लामो नदी भोल्गा नदी हो, रुसमा पर्दछ। डेन्युब भन्ने नदीको बारेमा हामीले चर्चा गरिसकेका छौँ। युरोपको अन्तर्राष्ट्रिय नदी डेन्युब नदी भनिन्छ, किनभने यो 10वटा देश भएर बग्छ र जसले 4वटा त राजधानी हुँदै बग्ने गर्छ। त्यस्तै अस्ट्रेलियाको सबैभन्दा ठुलो नदी प्रणाली मरे डाँडो हो। यो हामी विश्व भूगोलसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गरिरहेका छौँ। तलका भनाइ अध्ययन गर्नुहोस् भनेर चाहिँ यो ब्रह्माण्डसँग सम्बन्धित जानकारी रहेको छ। ब्रह्माण्डसँग सम्बन्धित जानकारी खासै आउने चाहिँ गर्दैनन्। उच्च ताराहरू कुचो आकारका हुन्छन्। पहिलो पटक शिशु ग्रहको पहिचान सन् 1801 मा भएको थियो। पृथ्वीको आफ्नो अक्षमा एक फल्को लगाउन लाग्ने समय 100 सौर वर्ष भनिन्छ। यसको सही उत्तर रहेको छ। त्यसो भनाइ गलत रहेको छ। आइद 1 र 2 चाहिँ सही छ। एसियाको बिरामी देश भनेर कुन देशलाई चिनिन्छ? नर्वे, इन्डोनेसिया, फिलिपिन्स, लाओस। सही उत्तर रहेको छ लाओस। त्यसै गरी अब हामी अर्को प्रश्नतर्फ लाग्छौँ। सहस्रधारा झरना कुन जिल्लामा पर्दछ? यसको अप्सन रहेको छ धादिङ, नुवाकोट, म्याग्दी, पर्वत। तपाईले अनुमान गर्न सक्नुहुन्छ। यसको सही उत्तर रहेको छ नुवाकोट। त्यसै गरी हिमाल
देखि चुरे पहाडसम्म फैलिएको नेपालको जिल्ला कुन हो? चुरे पहाडसम्म रोल्पा, गोर्खा, धादिङ, सिन्धुपाल्चोक। यसको सही उत्तर रहेको छ सिन्धुपाल्चोक। अब यससँग सम्बन्धित अर्को उस्तै प्रश्न पनि रहेको छ। हिमालदेखि महाभारत पहाडसम्म फैलिएको नेपालको जिल्ला कुन हो भने यसको सही उत्तर धादिङ छ। नेपालका प्रमुख धार्मिक स्थल र अवस्थित जिल्लाको आधारमा कुन जोडी मिल्दैन भनेको छ। दन्तकाली मन्दिर सुनसरीमा पर्छ, हलसी मन्दिर खोटाङमा पर्छ, कालिन्चोक मन्दिर काभ्रेपलाञ्चोकमा पर्छ भने छिन्नमस्ता भगवती सप्तरीमा पर्छ भनेको छ। यसमा कुन अप्सन मिल्दैन अनुमान गर्न सक्नुहुन्छ। यसको अप्सन कुन मिल्दैन हेर्नुहोस् त। यसको अप्सन कालिन्चोक मन्दिर काभ्रेपलाञ्चोकमा पर्दैन। कालिन्चोक भगवती मन्दिर दोलखा जिल्लामा रहेको छ। त्यसैगरी कुन मुद्रालाई पेपर गोल्ड भनेर चिनिन्छ। अब यसको अप्सन रहेको छ अमेरिकी डलर, स्टर्लिङ पाउन्ड, युरो, एसडीआर। अब यसको सही उत्तर अनुमान गर्न सक्नुहुन्छ। यसको सही उत्तर रहेको छ एसडीआर, स्पेशल ड्रइङ राइट्स भनिन्छ। अब यो पेपर गोल्ड सम्बन्धित थप जानकारी है। सुनको विकल्पमा सब्स्टिट्युट फर गोल्ड भनेर यो पहिलो पटक अन्तर्राष्ट्रिय व्यापार र विदेशी मुद्रा सञ्चितका लागि सुन प्रयोग गरिन्थ्यो। त्यसको ठाउँमा एउटा सुनको जस्तै काम गर्ने गरे एउटा एसडीआर सिर्जना गरियो, जुन चाहिँ जसले के गर्छ एउटा कागजी सम्पत्ति अथवा एसेटको रूपमा काम गर्छ। त्यसैलाई चाहिँ पेपर गोल्ड भनेर मानिएको हो, जसले चाहिँ सुनको जस्तै काम गर्छ भन्ने कुरा। जस्तो मुद्रा सञ्चितका लागि अथवा नोट छाप्नको लागि सुनको उपलब्धता नभएको अवस्थामा एसडीआर प्रयोग गरिन्छ। त्यसैले सुनको जस्तै काम गर्ने भएको हुनाले एसडीआरलाई पेपर गोल्ड भनेर भनिएको हो। नेपालको सबैभन्दा ठुलो औद्योगिक क्षेत्र कुन हो? बालाजु औद्योगिक क्षेत्र, हेटौँडा औद्योगिक क्षेत्र, त्यसपछि पोखरा औद्योगिक क्षेत्र, वीरेन्द्रनगर औद्योगिक क्षेत्र। यसको सही उत्तर रहेको छ हेटौँडा औद्योगिक क्षेत्र। त्यसैगरी नेपालमा जेरो एनर्जी हाउस कहाँ रहेको छ? यसको अप्सन रहेको छ कुमलटार ललितपुर, पुल्चोक ललितपुर, त्यसपछि बनेपा काभ्रे, पाटन ललितपुर। यसको सही उत्तर रहेको छ पुल्चोक ललितपुर। जेरो एनर्जी हाउस भनेको के हो भन्ने कुरा यसमा राखिएको छ। यो यस्तो किसिमको घर हो जसमा बाहिरबाट कुनै पनि इनर्जीको प्रयोग गरिएको हुँदैन। त्यो घरलाई आवश्यक पर्ने एनर्जी कहाँ त्यही घरभित्रै निकालिन्छ, जुन चाहिँ निर्माण गरिएको छ। यो चाहिँ त्रिभुवन विश्वविद्यालयका सेन्टर फर इनर्जी स्टडिज CES का विद्यार्थीहरूले यो तयार पारेको एउटा घर हो, जसमा चाहिँ त्यो घरका लागि चाहिने इन्धन सौर्य ऊर्जा र अन्य स्रोतबाट त्यही उपलब्ध गराइन्छ। धन्यवाद। अब तपाईलाई यो सामग्री कस्तो लाग्यो? अन्त्यसम्म बस्नु भएकोमा धेरै धेरै धन्यवाद। र आगामी भिडियोमा भेट्ने बाचा गर्दै अरू यस्तै सामग्री हेर्न चाहनुहुन्छ भने कृपया लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सब्स्क्राइब गर्नुहोला। हस्त धन्यवाद।